माननीयज्यूहरूले राख्नुभएको जिज्ञासा तथा सुझावहरूप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु। परराष्ट्र मन्त्रालयले हाल इजरायल इरान बीचको उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकताका साथ राख्दै कार्य गर्दै आइरहेको यहाँहरूलाई पनि सर्वविदितै होला। यो 13 जुनदेखि नै हामीले प्रेस विज्ञप्ति जारी गर्यौं। त्यसपछि 15 जुनमा हामीले प्रेस एडभाइजरी पनि जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकलाई सुरक्षा दृष्टिकोणले अधिकतम सतर्कता अपनाउन अनुरोध गरिरहेका छौं र हरेक दिन जस्तो बेलुका म चाहिँ हाम्रो त्यहाँ धनप्रसाद पण्डितज्यू हाम्रो मामहिमज्यूसँग मेरो फोनमा पनि सम्पर्क हुन्छ र त्यो बाहेक इजिप्टमा रहनु भएको, कटारमा रहनु भएको, पाकिस्तानमा पनि रहनु भएको राजदूत साहबहरूसँग पनि यो सुरक्षा कसरी गर्ने, हाम्रो नागरिकहरूलाई भोलि उद्धार गर्नु पर्यो भने कस्तो रणनीति लिने भन्ने चाहिँ कुराहरू भइरहेको छ भने हामीले चाहिँ आईएलओ र आईओएमसँग पनि त्यसबारेमा छलफलहरू निरन्तर गरिरहेका छौं र जुन 17 मा चाहिँ अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरूको विवरण लिन सुरु गरेका छौं र उक्त पोर्टलमा हालसम्म 885 जनाले दर्ता गर्नुभएको छ आफ्नो विवरणहरू र अब 1-2 दिनमा हामीले चाहिँ श्रम संसार भन्ने एउटा एप नागरिक एपसँग मिलाएर हामीले रिलिज पनि गर्न गइरहेका छौं। त्यसपछि चाहिँ विश्वभरि रहेका जति पनि नेपाली नागरिकहरू हुनुहुन्छ, चाहे उहाँहरू चाहिँ लिगल बाटोबाट जानुभएको या अब सरकारलाई नथाहा भइकन जानुभएको साथीहरूले पनि त्यो एपमा चाहिँ आफ्नो विवरणहरू राखिदिनु भयो भने उहाँहरू कहाँ हुनुहुन्छ, के गरिरहनु भएको छ भन्ने कुराहरू चाहिँ हामीलाई थाहा हुन आउँछ र त्यसमा चाहिँ हामीले ल्याटिट्युड र लङ्गिट्युड पनि राखेका छौं। सो एक्ज्याक्टली कहाँ हुनुहुन्छ त तपाईहरू भनेर पत्ता गर्नलाई, किन हाम्रो परराष्ट्र मन्त्रालय, यो होम मिनिस्ट्री र श्रम मन्त्रालय हामी तीनटै मिलेर हामीले एउटा कार्यदल गठन गरेर यो एउटा त यो इलिगल माइग्रेसन र माइग्रेन्टहरू गएको ठाउँबाट कसरी हामीले रेस्क्यु गर्ने, उहाँहरूलाई सेफ माइग्रेसनमा कसरी हाल्ने भन्ने कुरामा चाहिँ एउटा बृहत छलफल गर्न एउटा कार्यदल पनि गठन गरेका छौं र त्यो कार्यदलले चाहिँ यस्तो एउटा एप हुनपर्छ भन्ने कुरा भएको भएर हामीले यो एप पनि चाँडै नै रिलिज गर्न गइरहेका छौं र यो भन्दा अगाडि चाहिँ हामीले इलिगली गएका तर त्यहाँ चाहिँ गएर फेरि लिगल जागिर खाएका नेपाली श्रम गर्नेहरूलाई पनि लिगलाइज गर्ने पनि हामीले प्रयत्न गरेका छौं। यसमा चाहिँ श्रम मन्त्रीज्यूले र श्रम मन्त्रालयले धेरै सहयोग गरेको छ, किन हाम्रो मन्त्रालयको चाहिँ कस्तो रोल हुँदो रहेछ भने जाने बेलाको चाहिँ हामीलाई कुनै पनि जानकारी नहुने, तर त्यहाँ गएर कोही नेपाली नागरिक अप्ठ्यारोमा परेपछि या उहाँहरूको कहिले त निधन पनि भएपछि चाहिँ हामीलाई त्यस्तो दुःखद घटनामा र एकदमै अप्ठ्यारो परेको बेलामा चाहिँ हामीले रेस्क्यु गर्नुपर्ने हाम्रो एउटा दायित्व रहेछ र त्यो दायित्वलाई कसरी निवारण गर्ने अलिकति अर्गनाइज वेमा जाउँ भनेर अहिले हामीले प्रयास गरिरहेका छौं र यसपालिको बजेटमा चाहिँ हामीले अलिकति हाम्रो यो बढेको देख्छ तर एक्चुअली ओभरअल लास्ट इयर भन्दा पैसा चाहिँ हाम्रो घटेको हो र त्यसमा चाहिँ हामीले यो पालिदेखि चाहिँ रेस्क्यु गर्नको लागि पनि केही रकम चाहिँ छुट्याउन हामी सफल भएका छौं र अहिलेसम्म भएको काममा चाहिँ यो कसरी हामीले नागरिकहरूलाई अगाडि रेस्क्यु गरेर ल्याउने भन्दा जम्मा 16 जना नागरिक चाहिँ इरानमा हुनुहुँदो रहेछ। अस्ति हामीले चाहिँ हाम्रो मित्र राष्ट्र भारतको परराष्ट्र मन्त्रालयलाई रिक्वेस्ट गरेर उहाँहरूले चाहिँ तपाईहरुको नागरिकलाई पनि हामी साथै उहाँहरूले आफ्नो नागरिकहरूलाई प्लेन पठाएर रेस्क्यु गरिरहनु भएको छ अहिले जर्डनबाट। त्यसमा नेपालीहरूलाई पनि ल्याइदिन्छु भन्नुभएको छ र त्यसमा चाहिँ अहिले 11 जना चाहिँ असार भन्ने ठाउँमा चाहिँ मसाद भन्ने ठाउँमा चाहिँ पुग्नु भएको छ र उहाँहरूको चाहिँ होपफुली भोलि चाहिँ उहाँहरू इन्डियासम्म आइपुग्नुहुन्छ। त्यसपछि अब नेपाल आउन त सजिलै छ र त्यसमध्ये चाहिँ एकजनाको चाहिँ अब ट्राभल डकुमेन्ट बनाउनु पर्ने जरुरी देखियो र इरानमा 5 जना अरु नेपालीहरू चाहिँ
हाम्रो अब भाइहरू बिचारा अब इलिगल माइग्रेसनमा गएर जेलमा हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले यही मौका पारेर उहाँहरूलाई रेस्क्यु गरेर ल्याउन सकिन्छ कि भनेर हामी त्यसमा पनि प्रयत्न गरिरहेका छौँ। र अब चाहिँ हामीले एउटा ऱ्यापिड रिस्पोन्स टिम पनि गठन गर्ने चाहिँ प्रयास गरिरहेका छौँ, किन एकदमै चाँडै चाहिँ यस्तो केसहरू आउने। र अस्ति हिजो पनि एकजना सांसदले भन्नुभयो कि एउटा लास पनि अड्केर बसेको छ भनेर, त्यसलाई पनि हामीले चाहिँ कसरी अब यो बिसाइड्स त्यो श्रमबाट आउने पैसा बाहेक एक्स्ट्रा पैसाको लागि पनि हामीले पहल गरिरहेका छौँ। र यो सेफ माइग्रेसन सम्बन्धी चाहिँ यहाँ अब यत्रो हामी माननीयहरू हुनुहुन्छ, हामी सबै एकदमै लोकल लेभलमा कनेक्टेड छौँ, तर हामी इच एन्ड एभ्रीजनाले पनि यो सेफ माइग्रेसन सम्बन्धी र अनसेफ माइग्रेसन सम्बन्धी चाहिँ ग्रासरुटमै एउटा कार्यक्रम चाहिँ लग्नुपर्छ। अघि न यो दिशामुक्त क्षेत्रको कार्यक्रम हाम्रो नेपालमा एकदमै सक्सेसफुल भएको जस्तो यो सेफ माइग्रेसन र अनसेफ माइग्रेसनको कुरा चाहिँ हामीले ग्रासरुटमा लग्नुपर्ने एकदमै देखियो। किन आज पनि हिजो एकजना साथीले उठाउनु भएको थियो कि इन्डियामा पनि बन्दी भएर हाम्रो भाइहरू हुनुहुन्छ भनेर, र त्यहाँ पनि हालसम्म 57 जनालाई चाहिँ उद्धार गरिसकेको छ। उत्तराखण्डको एउटा किन इन्डिया भन्नेसँग मिलेर नेपालको राजदूतावासले यो उद्धार गरेको चाहिँ म यहाँहरूलाई अवगत गराउन चाहन्छु। यो चाहिँ एभ्री डे जस्तै हामीले भोग्नुपर्ने कुरा हो। र यसमा चाहिँ अब हाम्रो दाजुभाइ दिदीबहिनीहरू 2-3टा कुरा हुँदो रहेछ। एउटा चाहिँ एकदमै आशावादी कि विदेशमा गएर आफ्नो लाइफ चेन्ज हुन्छ, र यो चेन्ज पनि भएको देखिन्छ। म यहाँ अलिकति टाइम लिएर म आफ्नो एक्सपिरियन्स एज अ काठमाडौँवासी म सेयर गर्न चाहन्छु। म हिजो यो पुतली सडकको क्रसिङमा रेड लाइटमा बसिरहेको थिएँ, र वरिपरि हिँडेको जनसङ्ख्या हाम्रो नेपालको नागरिकहरूको अवस्था हेर्दा चाहिँ राम्रो देखिन्थ्यो। सबैजना वेल ड्रेस्ड, राम्रो लुगा लाछन्, हातमा मोबाइल छ, स्मार्टली हिँडिरहेछन्, उनीहरूको मुख चाहिँ एकदम ब्राइट छ। त्यस्तो चाहिँ अहिलेको अवस्था छ। तर म आफ्नो बाल्यकाल या युवाका अवस्थामा पनि त्यही पुतली सडकमा धेरै अब मोटरमा बस्दाखेरि, गाडीमा बसेर हेर्दाखेरि चाहिँ त्यो बेलामा डोको बोकेको नाङ्लो पसलेहरू र खर्पन बोकेको, खुट्टामा जुत्ता नभएको र च्यातेको लुगा लगाएको र निन्याउरो मुख भएको, कपाल पनि नकोरेको हाम्रो नागरिकहरू चाहिँ त्यही पुतली सडकमा मलाई देखेको याद छ। भन्दा धेरैजनाको, अनि मैले मेरो पिएलाई भने हेर कमल, यिनीहरू सबैको चाहिँ कोही न कोही विदेशमा छ जस्तो छ। कोही चाहिँ त्यहाँ कन्सल्टेन्सीमा आए होलान्, कोही चाहिँ पढिरहेछन्, र कोही चाहिँ अब विदेशमा जाने क्रममा छन्, या विदेशमा गएको पैसाबाट यिनीहरू पढिरहेछन्। र यसलाई चाहिँ हामीले सबै पलायन भयो, एकदमै यो खतमै भयो भनेर सोच्नु हुँदैन। किन हाम्रो विकासको क्रम त्यही छ। हाम्रो मान्छे अब राम्रो पढे लेखे छ भने उनीहरूलाई कहीँ राम्रो ठाउँमा जागिर पाउँछ भने किन जाँदैनन्? हामीले हाम्रो छोराछोरीलाई पढाएको छैनौँ र? यो कुरा चाहिँ एउटा स्लोगनको रूपमा भन्दा पनि बरु फर्केर आएर काम गर्ने वातावरण हामीले कसरी बनाउने, त्यहाँबाट आएको स्किल्स हामीले यहाँ कसरी लागू गर्ने, त्यो कुरामा चाहिँ हामीले अझै अध्ययन गर्नुपर्छ। र यहाँ चाहिँ यो फरेन डाइरेक्ट इन्भेस्टमेन्ट आएर उहाँहरूले सिकेको सिपलाई यहाँ लागू गर्नलाई चाहिँ म यहाँहरू सबैजनालाई त्यसमा हामी सबै लागेका पनि छौँ। त्यस्तो किसिमको सिस्टमहरू बनाउन चाहिँ हामी सबैजना अझै जोडका साथ लाग्नुपर्छ जस्तो म यहाँ सामने म राख्न चाहन्छु। र अनि विपिन जोशीको रिहाईको सम्बन्धमा पनि यहाँ कुराहरू उठेको थियो। म यहाँहरूलाई यो अवगत गराउन चाहन्छु कि हामीले सक्दो प्रयास गरेका छौँ। सामान्य प्रधानमन्त्रीज्यू स्वयंले पनि इजिप्टको राष्ट्रपतिसँग फोन मार्फत अपिल गर्नुभएको छ। सामान्य सभामुखज्यू श्री देवराज घिमिरेज्यूले पनि अरब संसदको अध्यक्षलाई अनुरोध गर्दै पत्र पनि लेख्नु भएको छ। र म स्वयंले कतार, संयुक्त अरब एमिरेट्सको परराष्ट्र राज्य मन्त्रीहरू तथा इजिप्ट, टर्की र इरानको परराष्ट्र मन्त्रीहरूलाई पत्र लेखी अनुरोध पनि गरे, र साथै ओमानमा आयोजित इन्डियन ओसन कन्फरेन्समा कतार र संयुक्त अरब एमिरेट्सको परराष्ट्र राज्य मन्त्रीहरू र इरानको समकक्षीसँग भेट गरेर पनि अनुरोध गरेको छु। तर अब विडम्बना र एउटा स्याड पनि कुरा हो,
अहिलेसम्म उहाँको वेयरअबाउट्स चाहिँ अननोन छ। अस्तिसम्म 2टा विदेशी नागरिकहरू चाहिँ अझ पनि हराएको छ भन्ने कुरा आएको थियो। आजभन्दा 2 हप्ता अगाडि होला यो थाइल्यान्डको चाहिँ एउटा विदेशी नागरिकको लास चाहिँ हमासले हस्तान्तरण गर्यो भन्ने कुरा आयो। तर नेपाली नागरिकको बारेमा अझ पनि केही छैन। हामी सबैजनाले भगवानसँग प्रार्थना गरौँ कि हाम्रो छोरा विपिन जोशी अहिले पनि सकुशल छन् र कुनै दिन चाहिँ नेपाल फर्किन्छन् भन्ने चाहिँ आशामा छौँ र हामीले यो गिभअप चाहिँ गर्नु हुँदैन। मलाई लाग्छ यो चाहिँ हामीले जति सक्यो अन्तर्राष्ट्रिय फोरममा हामीले यो कुरा उठाउँदै आएका छौँ र हिजो अरू पनि कुरा उठाएको थियो नेपालको भूभाग सम्बन्धमा। सीमा सम्बन्ध समस्याको सन्दर्भमा द्विपक्षीय उच्च स्तरीय वार्ता एवं स्थापित संयन्त्रद्वारा समाधानको पहल जारी रहिरहेको छ। यो दक्षिण सम्मको सीमा होइन, उत्तरतिरको सीमा, दुईटै सीमाको चाहिँ गत 1-2 वर्षदेखि वार्तै भएको रहन्छ। अहिले चाहिँ त्यो वार्ताको प्रयासहरू अगाडि बढिरहेको छ र केही समाधान यसबाट आउँछ जस्तो मलाई लागेको छ र सरकारवाला निकायहरूसँग निरन्तर समन्वय हुँदै आएको छ। र भारतमा यो बन्दीहरूको त मैले भनिसकेँ र एनआरएन र डायस्पोरा सम्बन्धमा चाहिँ गैर आवासीय नेपालीहरूको ज्ञान सिप पुँजीका लागि नेपालको विकास लगाउन र निजी क्षेत्रमा जोड्न सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ हामीले काम गरिरहेका छौँ र यो प्लस अहिले चाहिँ बाहिर रहेका प्रतिभाहरू सबैजना एनआरएनमा आएर बिजनेस चाहिँ स्थापना गर्ने खालका नेपालीहरू मात्रै विदेशमा छैनन्, जो चाहिँ भोलि प्रोफेसर हुन सक्छन्, टिचर हुन सक्छन्, रिसर्चर हुन सक्छन्। उहाँहरूलाई पनि रिच आउट गर्न चाहिँ अब भोलि कि पर्सि हामीले एउटा वर्कसपै राखेका छौँ कसरी उहाँहरूलाई चाहिँ कनेक्ट गर्ने। र एनआरएन चाहिँ अलिकति अब हामी नै हो राजनीतिज्ञहरू अलिकति पोलिटिसाइज पनि भयो। अब यो पोलिटिक्स आफ्नो ठाउँमा छँदैछ, तर त्यो बाहेकको डियास्पोरामा हुनुभएको एकदमै दिग्गज व्यक्तित्वहरूलाई पनि हामीले कसरी ल्याउने भनेर एउटा एक्सर्साइज गरिरहेका छौँ र यो एक्सर्साइजको पुरा श्रेय म आफै पनि मात्रै लिन चाहदिनँ। म भन्दा सिनियर हाम्रो परराष्ट्र मन्त्री प्रदीप गेवालीजी हुँदा उहाँले सुरु गर्नुभएको अभ्यास हो र यसलाई चाहिँ अहिले निरन्तरता दिएर हामीले पर्सि नै वर्कसप राखेर यसलाई अगाडि बढाउने उसमा के अरे कोसिसमा लागिरहेका छौँ। र त्यस्तै गरेर आर्थिक कूटनीतिक प्रबन्ध सम्बन्धी पनि पहिला छुट्टै हुने चाहिँ धेरै रहेछ। यो नेपाल टुरिज्म बोर्ड आफै जाने र आइबिएन पनि आफै जाने। अहिले चाहिँ हामीले एकजुटै भएर परराष्ट्र मन्त्रालय, आइबिएन र हाम्रो यो नेपाल टुरिज्म बोर्डले जोइन्ट वर्कसपहरू गरिरहेको छ र 8-10 दिन अगाडि हामीले चाहिँ हाम्रो जति पनि यो गल्फ एरियामा भएका राजदूतहरू, युरोपमा भएका राजदूतहरूसँग के सम्भावना छ, के कुरामा चाहिँ प्राथमिकता दिन सकिन्छ भनेर हामीले एउटा वर्कसप गऱ्यौँ। त्यस्तै हिजो पनि यो चन्द्रगिरीमा गएर प्राइभेट सेक्टर र 4-5 देशका काउन्सिलरहरू पनि विदेशदेखि नै आउनु भएको थियो। कुन सेक्टरमा लगानी गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ छलफलहरू निरन्तर चलाइरहेका छौँ र साथै हामीले चाहिँ अर्थ मन्त्रालयलाई पनि, ट्रेड मिनिस्ट्रीलाई, वाणिज्य मन्त्रालयलाई पनि के कुरामा चाहिँ हामीले सुधार गर्न सक्छौँ त, गर्नुपर्ने रहेछ भन्ने कुराको पनि फिडब्याकहरू चाहिँ हामीले दिइ नै रहेका छौँ। र अर्को अब हामीलाई अलिकति अप्ठ्यारो पर्ने कुरा जसमा चाहिँ अब यहाँहरूलाई पनि म यसमा रोल खेलिदिनुस् भनेर म अनुरोध गर्न चाहन्छु। नेपाल चाहिँ नेक्स्ट इयर एलडिसी ग्रेजुएसन हुन्छ। हामी चाहिँ अति कम विकसित राष्ट्रबाट हामी अगाडि बढ्छौँ। यसका लागि पनि थुप्रै कुराहरू चाहिँ इन प्लेस हुनुपर्दो रहेछ। हाम्रो जिनिभामा हुनुभएको वाणिज्य दूत, त्यस्तै गरेर न्युयोर्कमा भएको वाणिज्य दूत र यही मन्त्रालयले पनि यसमा चाहिँ धेरै एक्सर्साइजहरू गरिरहेको छ र यसको चाहिँ जिम्मेवारी नेपाल प्लानिङ कमिसन, नेसनल प्लानिङ कमिसनले पाएको छ र हामी पनि एउटा सहकार्य गर्दै यसमा चाहिँ के कुरा हामीले नेपालले चाहिँ फुलफिल गर्नुपर्छ भन्ने काममा चाहिँ हामी लागिरहेका छौँ। र सामान्य सभामुख महोदय, राजदूत नियोगको राजदूतहरूको सम्बन्धमा पनि हिजो प्रश्न उठेको थियो
के गरिरहेछन्, उहाँहरूलाई कसरी नियुक्त गरिन्छ भन्ने कुराहरू छ। र यहाँ एउटा चाहिँ राजदूत नियुक्ति सम्बन्धी निर्देशिका छ 2075 को, र यही नै यो र प्रचलित कानुन अनुसार नै राजदूतहरू नियुक्त भएका छन् र पार्लियामेन्ट्री हियरिङ कमिटी नै हुन्छ। र यो राजदूत नियुक्ति चाहिँ एकदमै राम्रो किसिमले एकदमै पारदर्शी हिसाबले भएको जस्तो मलाई लाग्छ। एक दुईजनाले त अब त्यहाँ सबै फुलफिल नगर्न सक्नु भएको भएर विथड्र पनि गरेको थियो, र यो पनि गभर्नमेन्टको एउटा कमिटमेन्ट हो कि जे चाहिँ कानुनमा छ त्यही नै हामी पालना गर्छौँ भन्ने हाम्रो कमिटमेन्ट हो। र अहिले चाहिँ हामीले अनरी काउन्सिलहरू पनि नेपालले विदेशमा नियुक्ति गर्ने अनरी काउन्सिलको पनि एउटा स्ट्यान्डर्ड हुनु पर्यो भनेर त्यसको पनि रिभाइज भएर अब चाँडै नै पास हुन्छ। र त्यसमा पनि हामी चाहिँ एकदमै गम्भीर छौँ, किन राजदूत नियुक्ति गर्दा हामीले यत्रो माइक्रोस्कोप ल्याएर म्याग्निफाइङ ग्लास ल्याएर हामी गर्छौँ भने यो महावाणिज्य दूत भनेर भनिन्छ, हुन त अनरी काउन्सिलर हो, उहाँलाई नियुक्ति गर्दा पनि त्यस्तै स्ट्रिन्जेन्ट क्राइटेरिया हुनुपर्छ भनेर चाहिँ हामी लागिरहेका छौँ। र म यहाँहरूलाई के पनि अवगत गराउन चाहन्छु भने हाम्रो जति पनि राजदूतहरू हुनुहुन्छ, राजनीतिक नियोगमा हुनुभएका कर्मचारी साथीहरू हुनुहुन्छ, उहाँहरू जम्मा 4 जना हुनुहुन्छ। 3 जना 4 जना बाहेक धेरै ठाउँमा अब दिल्ली र चीनमा चाहिँ अलि धेरै छ, अरू ठाउँमा धेरै कम हुनुहुन्छ। र उहाँहरूले पुरा काउन्सिलर सेवा पनि दिनुपर्छ, खालि यो भिजा पासपोर्ट मात्रै र आफू गएर आफ्नो देशको प्रस्तुति मात्रै गर्ने होइन कि अहिले अब हाम्रो ठुलो डियास्पोरा छ, उहाँहरूको लागि पनि सेवा प्रदान गर्ने काम चाहिँ हाम्रो राजदूतावासहरूले दिइरहेको छ। र मलाई अब यहाँ सबैले आफ्नो दुःख सुखको कहानी बाँडा भएर मलाई पनि आफ्नो दुःखको कहानी चाहिँ बाँड्न मन लाग्यो कि हाम्रो राजदूतावासहरू चाहिँ हाम्रो वडा कार्यालय भन्दा पनि कति देशमा चाहिँ राम्रो स्थितिमा छैन। र यो चाहिँ एकदमै दुःखको कुरा हो। म अस्ति जापानकै राजदूतावासमा गएको थिएँ, हुन त पहिला पनि म धेरै जान्थेँ, तर त्यो बेलामा त आमाको छोरी भएर म कहिले पनि राजदूतावास गएको रहन्छु। यो पालि गएको त म त एकदमै डिप्रेस्डै भएर आएँ। यो फाइलको चाङ त कति छ भने मान्छे बस्ने ठाउँ पनि छैन, यत्रो कुखुराको खोरभन्दा सानो राजदूतावास। अब अलमोस्ट 3,50,000 नेपाली पुगिसक्यो, बस्ने ठाउँ पनि छैन। र यो पालि चाहिँ अब हामीले मुभ गर्ने भनेका छौँ। र मैले त्यो चाहिँ कहाँ ठ्याक्क तुलना गरेँ भने मेरै क्षेत्रको 4 नम्बर वडामा यो वडा कार्यालय खोल्न मलाई भवन यो उद्घाटन गर्न बोलाएको थियो। त्यो वडा कार्यालय त हाम्रो एकदमै राम्रो थियो, तर त्यो राजदूतावास हेर्दा त त्यो त विदेशमा नेपालीहरूको बारेमा उनीहरूले हेर्ने एउटा चित्रण हो नि। नेपाल देशलाई उनीहरूले कस्तो एउटा इज्जत दिएर हामीलाई रिगार्ड गर्छन् जापानिजहरूले। सो त्यो राजदूतावास चाहिँ अलि राम्रो हुनुपर्छ भन्ने चाहिँ मेरो एउटा यहाँ बिन्ती पनि छ, आग्रह पनि छ। र यो पालि चाहिँ त्यही अनुसार दिल्ली र बेजिङको राजदूतावासहरूलाई चाहिँ हामीले एकदमै मर्मत गर्ने भनेर पैसा चाहिँ हालेका छौँ। त्यति धेरै पैसा चाहिँ होइन, तर एटलिस्ट डिपिआर चाहिँ बनाएर, किन त्यो दिल्लीको राजदूतावास पनि कस्तो छ भने भुइँचालो आयो भने त्यहाँ भयोभरको सबैजना, किन त्यो त राणा टाइममा बनाएको। सो त्यस्तो चाहिँ हाम्रो स्थिति छ। त्यस हुनाले यहाँहरूले चाहिँ राजदूतावासको स्थितिलाई पनि कहिले कहिले उठाइदिनु हुन म अनुरोध गर्न चाहन्छु, किन तपाईँले उठाउनु भयो भने हामीलाई चाहिँ एकदमै बल पुग्छ। र तपाईँहरू आफै पनि जानु भएको छ कति ठाउँमा। तर एउटा चाहिँ मैले भन्नै पर्ने कुरा चाहिँ हाम्रो अब सायद त्यो एकदम स्पेसलाइज मिनिस्ट्री भएर होला, मलाई चाहिँ जति एउटा मन्त्रीलाई दिनुपर्ने सहयोग हो त्यो चाहिँ परराष्ट्र मन्त्रालयका साथीहरूले चाहिँ एकदमै मलाई एउटा गाइड गर्ने, मलाई इनपुट्स दिने चाहिँ एकदमै राम्रो गर्नुभएको छ। र उहाँहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। अब बोनस बाँड्न मिल्दैन, गभर्मेन्ट हो, तर एकदमै राम्रो काम चाहिँ उहाँहरूले गरेको चाहिँ म यहाँ कुराहरू राख्न चाहन्छु। तर त्यो भन्दै हिजो एकजना साथीले उठाइदिनु भयो र म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। साँच्चैकै हाम्रो परराष्ट्र मन्त्रालयमा इन्स्टिट्युसनल मेमोरी भन्ने कुनै कुरै छैन।
कुनै पनि डिजिटल आर्काइभिङ पनि छैन, रेकर्ड म्यानेजमेन्ट पनि छैन। 1950 को ट्रिटी पनि हामीसँग छैन। त्यो उहाँ आर्काइभ्समा गएर हेर्नुपर्छ भनेर साथीहरूले भन्नुभयो। त्यस हुनाले यो वर्षदेखि चाहिँ हामीले एउटा आर्काइभिङ गर्ने चाहिँ डिजिटल आर्काइभिङ गर्ने चाहिँ एउटा प्रयत्न गरेका छौँ। त्यसमा पनि तपाईँले कहिले कहिले सुपरभाइज गरिदिनु भयो भने मैले पनि अलिकति ल चाँडै गरौँ है भन्न पाउँथेँ। र यो शीर्षकमा पनि अलिकति बजेट चाहिँ यो पालि राखेका छौँ। र हाम्रो यसो हेर्दाखेरि चाहिँ बजेट बढेको जस्तो देखिन्छ, तर यसको चाहिँ यो हाम्रो जुन चाहिँ हामीले ओएनएम गरेर यो पालि चाहिँ अलिकति काउन्सलेटहरू एड गरेका छौँ, अलिकति स्टाफहरू एड गरेका छौँ, ती नै गएको छ हाम्रो पैसा। साँच्चैकै हाम्रो यो ट्रेनिङमा यस्तोमा चाहिँ जाने पैसा अझ पनि पुँजीगत बाहेक अन्य शीर्षकको बजेट चाहिँ एक्चुअली लास्ट इयर भन्दा हाम्रो घटेकै अवस्था छ। हरेक मन्त्रालयको घटेर आएको अवस्थामा हाम्रो पनि घटेको छ। तर अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ मैले त्यहाँ गएर सिकेको यहाँहरूलाई सेयर गर्न चाहन्छु। यो अस्तिको आर्थिक वर्षमा चाहिँ हाम्रो मन्त्रालयले 8 अर्ब 10 करोड 36 लाख राजस्व सङ्कलन गरेको रहेछ। भन्दा हामी चाहिँ मन्त्रालयहरू मात्रै थर्ड रे राजस्व सङ्कलन गर्ने। तर त्यो अनुसार हामीलाई ट्रिटमेन्ट त हुँदैन। हुन त अब अरूले पनि युटिलिटिज अब बेचेर या हामीले पनि सेवाई बेचेर अर्न गरेको यो राजस्व हो। तर पहिलादेखि नै ट्रेडिसनली यसरी नहेरिने भावेर हामीलाई चाहिँ यो अर्निङ मन्त्रालयमा चाहिँ हेरिन्न। तर हामीले चाहिँ यो गरिरहेका चाहिँ छौँ। र हाम्रो परराष्ट्र नीति तथा परराष्ट्र सम्बन्धी सुरक्षा नीति सम्बन्धमा चाहिँ विश्वको विभिन्न मुलुकहरू बीच द्वन्द्व र यसको सम्भावित प्रभावको सन्दर्भमा मन्त्रालयले विकसित घटनाबारे नजिकबाट निहालिरहेको छ। र हाम्रो चाहिँ अब असंलग्न नीति हो, हामी पञ्चशीलमा बिलिभ गर्छौँ र हामीले त्यही अनुसारै राष्ट्रिय सुरक्षा राष्ट्रिय हितमा आँच नआउने गरेर काम अगाडि बढाइरहेका छौँ। र यहाँ हिजो एकदम राम्रोसँग सुनेर सहयोग गरिदिनु हुने, फिडब्याक दिनुहुने माननीयज्यूहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। र जसले चाहिँ बजेट कटौती गरेर जिरोमा ल्याउने भन्ने कुरामा चाहिँ यो मन्त्रालय भनेको हर हमेसा काम गरिरहनु पर्ने, देशको लागि काम गरिरहनु पर्ने मन्त्रालय भएर त्यो चाहिँ आफ्नो प्रस्ताव विथड्र गरिदिन चाहिँ म अनुरोध गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, अब उक्त जवाफका सम्बन्धमा स्पष्टीकरण माग गर्न चाहनुहुने माननीय सदस्यहरूलाई समय दिन्छु। विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित शीर्षकहरूमाथि 2082 असार 7 गते छलफलमा भाग लिनुभएका मान्य सदस्यहरूले मात्र स्पष्टीकरण माग गर्न पाउनुहुने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँछु। स्पष्टीकरण माग गर्न चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 1 मिनेटको समय निर्धारण गरेको छु। मान्य सदस्यहरू स्पष्टीकरण माग गर्न चाहनुहुने मान्य सदस्यहरूले सजिलोको लागि आफ्नो नाम सभामुखको डायससँगै बसेका सचिवालयको कर्मचारीहरूलाई 3 मिनेटभित्र लिखित रूपमा उपलब्ध गराइदिन हुन अनुरोध गर्दछु। माननीय माधव सापकोटा, त्यसपछि माननीय अमनलाल मोदी। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख मार्फत म माननीय परराष्ट्र मन्त्रीज्यूलाई केही जिज्ञासा राख्न चाहन्छु। इजरायल र इरान युद्धको असर अप्रत्यक्ष रूपमा वैदेशिक व्यापारमा पनि पर्ने देखिन्छ। त्यसका लागि आन्तरिक तथा बाह्य निकायहरूसँगको समन्वय र अरू पहल कदमीको के योजना छ? साथै कूटनीतिक नियोगहरूको प्रभावकारिता र आर्थिक कूटनीतिक क्षेत्रमा क्षमता बढाउने बारेमा आगामी दिनमा परराष्ट्र मन्त्रालयको के योजना रहेको छ? जवाफ चाहन्छु। धन्यवाद। लाल सलाम। मान्य सदस्य अमनलाल मोदी। सामान्य सभामुख महोदयमाथि परराष्ट्र मन्त्रीलाई केही प्रश्न सोध्न चाहन्छु। इरान र इजरायलको युद्धबारे नेपालको धारणा के हो? हाल यसबारेमा कतिजना त्यहाँ फँसेका मानिसहरूलाई नेपालीहरूलाई उद्धार गर्नुभयो? त्यस्तै विदेशमा युवाहरू जो अहिले फँसिरहेका छन्, विभिन्न रोजगारमा गएका, कोही चाहिँ भिजिट भिसामा गइरहेका छन्, रोइरहेका छन्, नेपाल फर्काउ, त्यसको चाहिँ ल्याउनको निम्ति के पहल छ?
राजदूतको नियुक्ति गर्दा समानुपातिक र समावेशी किन हुँदैन? त्यसमध्येमा आजसम्म थारू जातिलाई राजदूत किन बनाउन चाहनुहुन्न? एनआरएनको विवादित छ, यो कुरा सबैलाई थाहा छ। एकातिर प्रधानमन्त्री एउटा समूहलाई समात्नुहुन्छ, अर्को चाहिँ परराष्ट्र मन्त्रीले समात्नुहुन्छ। कुन समूह चाहिँ आधिकारिक हो त्यसको धारणा जान्न चाहन्छु। साथै विदेशमा युवा रहेका जो अहिले चाहिँ विभिन्न गएका मृत्यु भएका या चाहिँ रोजगार नपाएका पासपोर्टमा त्यहाँको कूटनीतिक नियोगबाट चाहिँ जनताले प्राप्त त्यहाँका नेपालीहरूलाई रोजगारहरू गएका युवाहरूलाई चाहिँ प्राप्त गर्नुपर्ने सेवा सुविधा एकदम कम। माननीय रणेन्द्र बराली, त्यसपछि माननीय बिमला सुवेदी। सम्मानीय सभामुख महोदय मार्फत म एउटा कुरा जान्न चाहन्छु। अहिले खाडी मुलुकमा पठाउने घरेलु महिला कामदारहरूको रूपमा 5000 महिलाहरूलाई पाइलट प्रोग्रामको रूपमा पठाउने कुरा छ। यो उनका सुरक्षा, स्वास्थ्य, सूचनाको हक र रोजगारीको ग्यारेन्टीको नियमहरू कति बनेको छ, अनि त्यो ग्यारेन्टी नहुँदै पठाउने पाइलट प्रोजेक्टले के कति उपलब्धि हुने हो, यस सम्बन्धी जानकारी चाहन्छु। धन्यवाद। माननीय बिमला सुवेदी, त्यसपछि माननीय प्रेम सुवाल। सम्मान्य सभामुख महोदय मार्फत म मान्य मन्त्रीज्यूलाई सोध्न चाहन्छु। मैले यही सदनमा 2082 साल 1/24 गते एउटा विषय उठाएको थिएँ। साउदी अरबको पूर्वी प्रान्त जुबेलमा रहेको सेन्दान इन्टरनेसनल कम्पनीमा 1 देखि 10 वर्षसम्म कार्यरत श्रमिकहरू 10 महिनादेखि कम्पनीको सेवा सुविधाबाट वञ्चित भएर दाल भात बाहेक पारिश्रमिक पाएका छैनन् र उनीहरूले 208 जनाले श्रमिकहरूले नेपाल फर्किनको निमित्त निवेदन दिएका छन्, तर उनीहरूको उद्धार भइरहेको छैन भनेर मलाई त्यहाँबाट खबर आइरहेको छ। त्यसकारणले मन्त्रालयबाट के कस्तो पहल भएको छ यो म प्रश्न गर्न चाहन्छु। साथै पोर्चुगल लगायतका देशहरूमा भएका श्रमिकहरूको समस्याको सन्दर्भमा परराष्ट्र मन्त्रालयले कस्तो पहल गरिरहेको छ यो पनि म प्रश्न गर्न चाहन्छु। साथै अन्तर्राष्ट्रिय रूपमा भएका सन्धि सम्झौताहरूको चाहिँ कार्यान्वयनको अवस्थाको बारेमा परराष्ट्र मन्त्रालयले कस्तो पहल लिइरहेको छ अहिले हामी देखिरहेका छौँ। सम्झौता माननीय प्रेम सुवाल, त्यसपछि माननीय हितराज पाण्डे। सभामुख महोदय, परराष्ट्र मन्त्रीजीसँग पूरक जिज्ञासा राख्न चाहन्छु। मन्त्रीजीको कुन कुन देशमा भ्रमण भयो, अन्य मन्त्रीको कुन कुन देशमा भ्रमण भयो, यी भ्रमणबाट नेपाललाई राजनीतिक, आर्थिक, सांस्कृतिक लगायत क्षेत्रमा के कति उपलब्धि भयो, मन्त्रीहरूको विदेश भ्रमण अनिवार्य प्रतिनिधित्व नहुनेमा पनि भएको सत्य हो कि होइन, ती भ्रमणमा सरकारी स्रोतमा भएको हो कि होइन। इजरायलले प्यालेस्टाइन र इरानमा आक्रमण गर्यो, अमेरिकाले पनि इरानमा आक्रमण गर्यो। यसले नेपालको आपूर्ति श्रृङ्खला, तेलको मूल्य, मुद्रास्फीति प्रेसनमा के कस्तो असर पर्ला? नेपाल सरकारले इजरायली र अमेरिकी इरानमा आक्रमणको विरोध गर्नु पर्दैन र एउटै मन्त्रीमण्डलमा बसेकाको एनआरएनको 2 सङ्गठन बनाउनु के संसदीय निर्वाचनमा चन्दा उठाउन हो र? धन्यवाद। माननीय हितराज पाण्डे, त्यसपछि माननीय भगवती चौधरी। सम्मानीय सभामुखज्यू मार्फत मान्य परराष्ट्र मन्त्रीज्यूसँग जिज्ञासा राख्न चाहन्छु। नेपालको आम्दानी बढाउने क्षेत्रहरूमध्ये पर्यटन पनि एउटा हो। हाम्रा विदेशस्थित राजदूतावासहरूमा नेपालमा ती देशका पर्यटकहरू भित्र्याउनको लागि हाम्रो परराष्ट्र मन्त्रालयले के योजना बनाएको छ र तिनका बारे परराष्ट्र मन्त्रालय कसरी सोचिरहेको छ यो बारेमा मान्य मन्त्रीज्यूसँग जिज्ञासा राख्न चाहन्छु। धन्यवाद। माननीय भगवती चौधरी। सम्मान्य सभामुख महोदय, मान्य परराष्ट्र मन्त्रीजी आफै विज्ञ हुनुहुन्छ, परराष्ट्र विज्ञ। त्यसमा पनि अब मलाई लाग्छ स्वदेशभन्दा बढी विदेशकै उहाँको अनुभव होला। त्यसो भएको हुनाले मैले परराष्ट्र मन्त्रीज्यूलाई अहिलेसम्म नेपाली नियोगहरू कुन कुन अब विदेशमा रहेका त्यस्ता नेपाली नियोगहरूमा नियुक्त हुने राजदूतहरू अथवा वाणिज्य दूत, कन्सुलर यस्ताहरूले
हाम्रो त्यहाँको विदेशी अनुसारको टुरिज्म सेक्टर, ट्रेड सेक्टर, एजुकेसन अनि कृषि एग्रिकल्चर सेक्टरमा के इनपुट चाहिँ कति जति लगानी गरिन्छ त्यहाँ त्यो नियोगहरूमा त्यो अनुसारको इनपुटहरू नेपालमा के ल्याउन सक्यो यसको एनालाइसिस कति गर्नुभएको छ, यसको डाटा केही छ भने। अनि त्यसमा पनि अर्को कुरा अब यो जनजनमा किन हामी त अब खाडी मुलुक अथवा श्रमको लागि नेपाल चिनिने देश भएको छ, त्यसो हुनाले हामी त्यहाँ श्रम पठाउँदाखेरि कहिलेकाहीँ हाम्रा दाजुभाइ अथवा छोराछोरीहरू लासको मान्य सदस्यहरू, अब माननीय परराष्ट्र मन्त्री डाक्टर आर्जु राणालाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु। सम्मान्य उपसभामुखज्यू, सम्मान्य माननीयज्यूहरू, यहाँहरूको जिज्ञासाहरूको लागि धन्यवाद। सर्वप्रथम त म अहिले इरान र इराकको लडाई सम्बन्धी अब एभ्रिडे अब डेभलपिङ परिस्थिति एउटा अब हामी सबैजनाले यसलाई अलिक चिन्तित पारेको छ, किन यो लडाई चाहिँ फेरि पुरै गल्फमा स्प्रेड हुने हो कि भन्ने कुराहरू पनि कहीँ सुन्नमा आएको छ। र सबभन्दा चाहिँ इराकले स्ट्रेट अफ हर्मुज भन्ने चाहिँ बन्द गर्यो भने त्यहाँबाट अलमोस्ट 80% तेलको निर्यात चाहिँ त्यही ठाउँबाट हुँदो रहेछ। र हामीले पनि मित्र राष्ट्र भारतबाट अलरेडी प्रशोधित तेल लिने भएर त्यसले चाहिँ हामीलाई इम्प्याक्ट गर्न सक्छ। र त्यसले त्यो भयो भने चाहिँ तेलको भाउ बढ्यो भने हाम्रो हरेक कुरामा चाहिँ भाउ बढ्छ। तर त्यो अहिले भइसक्यो भन्ने परिस्थिति होइन। र पिस टक होस् र यो जुन शर्तमा अब त्यहाँ पिस होला त्यो भयो भने चाहिँ यो नहोस् भन्ने चाहिँ हाम्रो एउटा अब इन्ट्रेस्ट र हाम्रो अनुरोध पनि छ। अब तर नहुन पनि सक्छ, किन इरानकै ठुल्ठुलो मित्र राष्ट्र चाइना पनि होल वर्ल्डै चाइना इन्डिया सबै अफेक्टेड हुन्छ त्यो तेल चाहिँ त्यहाँबाट रोकियो भने, किन त्यो भने त पुरै घुमाएर ल्याउनुपर्छ फेरि। सो यो कुराले चाहिँ सबभन्दा ठुलो चिन्ता यसमा छ। र यो वार स्प्रेड भयो भने के होला भन्ने कुराहरू छ, तर त्यसमा नहुन पनि सक्छ, किन अमेरिकाले तपाईँहरूले राम्रोसँग हेर्नुभयो भने अहिले जुन वेपनहरू फायर गर्यो उनीहरूले चाहिँ आफ्नो मिडल इस्टमा भएको कुनै पनि बेसबाट फायर गरेन, किन त्यो बेस चाहिँ अब कटारमा, युएईमा, साउदीमा छ भन्दा लडाई चाहिँ स्प्रेड हुँदैन जस्तो लाग्छ। र त्यो अनुसार चाहिँ हामी अब भगवानलाई प्रे गरौँ कि लडाई स्प्रेड नहोस्, किन त्यो भयो भने त हामीलाई पनि एकदमै नकारात्मक असर त्यसले पर्न सक्छ। र अघि पनि मैले भने कि इजरायलमा भएको चाहिँ अहिलेसम्म त्यहाँ हामीलाई चाहिँ अनुमान भएको 2000 चाहिँ G2G गएको छन्। उहाँहरूको त सबै डेटा पनि छ, उहाँहरूलाई रेस्क्यु गर्न कुनै प्रब्लम पनि छैन, किन उहाँहरूले यहाँ 3 वर्ष लगातार पैसा तिर्नु भएको छ। त्यो भएपछि यहाँ यो सुरक्षा कोषबाट उहाँहरूको रेस्क्यु हुन सक्छ। त्यस्तै हामीलाई चाहिँ 2000 चाहिँ यो बिचमा हामीले रोक्यौँ, यो अन एन्ड लोनमा गएकाहरूलाई रोक्नु पर्यो, त्यहाँ लडाई भयो भनेर धेरैजना चाहिँ इन्डियन पासपोर्ट लिएर पनि पुगेका छन्, त्यो फेक इन्डियन पासपोर्ट, त्यो असली होइन नक्कली लिएर पुगेका छन्। अब उहाँहरूले पनि हामीलाई अपिल गर्नुभएको छ कि हामी चाहिँ आउन पाऊँ भनेर। हामीले चाहिँ फेरि अब होम मिनिस्ट्रीमा लेखेका छौँ, अब यस्तो परिस्थितिमा भएको नेपालीहरूलाई चाहिँ ट्राभल डकुमेन्ट इस्यु गर्नलाई हामीलाई चाहिँ स्वीकृति दिनु भनेर। तर अहिले चाहिँ त्यहाँ कस्तो परिस्थिति छ भने हाम्रो राजदूतहरू नै सबै बङ्करमा बसिरहनु भएको छ, त्यो अफिस सञ्चालन गर्ने परिस्थिति छैन। अलमोस्ट 1000 जना अरू नेपालीहरू चाहिँ 400-500 इलिगल हुनुहुन्छ। उहाँहरू पनि ठ्याक्कै प्लेन गयो भने चाहिँ आउँछु भन्ने मर्ममा हुनुहुन्छ, किन जर्डनले चाहिँ ट्राभल डकुमेन्ट हामी अलाउ गर्दैनौँ भनेर भनिसकेको छ। सो इजिप्टबाट ल्याउन सकिन्छ कि भनेर हामी त्यो प्रयासमा पनि छौँ। 500 जना जति चाहिँ नेपालीहरू ती नै बिहाबारी गरेर त्यहाँ सेटल डाउन पनि भएको हुनुहुन्छ।
सो हामी यो सिचुएसनलाई चाहिँ एकदम नजिकबाट निहारेर हेरिरहेछौँ र अस्ति चाहिँ हाम्रो बैठकमा यो छलफल भयो कि कति चाहिँ लेबर मिनिस्ट्रीको त्यो जुन सञ्चित रकम छ त्यसबाट ल्याउने, तर कतिलाई चाहिँ अब रेस्क्यु नै गर्न पर्यो भने हामीले अर्थ मन्त्रालयलाई नै चिठी आज लेखि पनि सक्यो होला, लेखेर अनि यस्तो एउटा रकमको लागि चाहिँ हामीले बन्दोबस्त गर्ने। किन यस्तो एक्सपिरियन्स चाहिँ पहिला पनि लिबियाको लडाइँ हुँदाखेरि चाहिँ नेपालको अलरेडी रहेछ र त्यहाँ अहिलेको श्रम सचिव पुष्करजी र हाम्रो यो पब्लिक पोलिसी पब्लिक डिप्लोमेसी हेर्ने सहसचिव लोकबहादुरजी उहाँहरूलाई यसको एक्सपिरियन्स छ। त्यस हुनाले हामीले सकेसम्म रेस्क्यु गर्न पर्यो भने चाहिँ कसरी गर्ने भन्ने कुरामा चाहिँ हामी लागि परेका छौँ र राजदूतहरू पठाउने क्रममा चाहिँ अघि नै मैले भनिसकेँ यो कुनै यसै राजदूत ल्याएर पठाउन सकिन्न, एकदम लामो प्रोसेस छ। तपाईँहरू हामीहरू जसरी जनताले छानेर पठाउँछन् त्यस्तै पार्लियामेन्ट्री हियरिङ कमिटीले राजदूत छानेर पठाउने हो र त्यो कमिटीबाट छानिएर जानुभएको राजदूत जुनै पनि होला, चाहे त्यो सरकारी कर्मचारी होस् या पोलिटिकल नियुक्ति होस्, अहिले चाहिँ 101 राजदूतहरू हुनुहुन्छ भन्ने चाहिँ म यहाँहरूलाई अवगत गराउन चाहन्छु। र यसको चाहिँ एउटा यो एक्जाम्पल अहिले धनप्रसाद पण्डितजी हुनुहुन्छ इजरायलमा राजदूत, मैले 2-3 चोटि उहाँलाई सोधेँ पनि तपाईँ फर्केर आउने हो राजदूत साहब, किन मित्र राष्ट्र भारतले चाहिँ तपाईँहरू फर्किने भए हामी लगिदिन्छु भन्नुभएको थियो, तर उहाँले होइन म चाहिँ यहाँ नेपालीको अभिभावक हो, म आउँदिनँ भनेर उहाँ त्यहीँ बस्नु भएको छ। भन्दा हाम्रो राजदूतको क्वालिटीमा चाहिँ म किन एउटा यो सस्पिसियस नहुन चाहिँ म अनुरोध गर्न चाहन्छु। उहाँहरूले सिन्सियरली आफूले सकेसम्मको मेहनत गरि नै रहनु भएको छ, तर मैले अघि नै पनि भने यहाँ लगानी गर्न चाहिँ फेरि यी नै हामीले चाहिँ रुल नियमहरू बनाउनुपर्छ, त्यसमा हामी सबैको हात छ। सो यहाँहरूले जति पनि आउँछ यो नियमहरू बनाउने काम, नियमन गर्ने काम, यसमा चाहिँ यहाँहरूलाई एकदम तादारुकताका साथ लाग्दिनु हुन चाहिँ म अनुरोध गर्न चाहन्छु। किन हामी मन्त्रीहरूको हातमा त्यो नियम बनाउन सक्ने तागत छैन, हामीले सजेस्ट गर्ने हो, बनाउने त फेरि पार्लियामेन्टले नै हो। र अर्को कुरा पनि अघि भन्नुभएको थियो, अर्को के भनौँ सम्झाती बिर्सेँ, यो समावेशी किन भएन, सकेसम्म गरेकै हो। अब योपालि मधेसको महिला लास्टमा हामीले बनाउन हामी सफल भयौँ, एकजना दलित वर्गको पनि बनाउन सफल भयौँ। मलाई लाग्छ पछि चौधरी वर्गको पनि बन्छ, यसमा कुनै शक नगर्नुहोस्, आएको बेलामा बनिन्छ। र एनआरएनको कुरा चाहिँ परमादेशको आधारमा हामीले गरेको हो र परमादेशभन्दा अब ठुलो त म छैन होला, तर पोलिटिकल कुराहरू चाहिँ यसमा एन्टर भएको जस्तो मलाई लाग्दैन। किन अरू साथीहरूको पनि अब टाइम सिद्धिने बेला भएको छ र यो मिलेरै जाम भन्ने पक्षमा सबैजना हुनुहुन्छ। किन एनआरएनको अफिस त एउटै छ, मलाई लाग्दैन कि यसमा अब धेरै टाइम लाग्छ। नेपालमा आज भोलि भन्दा वर्षै बितिसकेका हुन्छ। सो यो हामी मिलेर जाने पक्षमै छौँ र म सबैजनालाई अहिलेसम्म बाहिर रहनु भएकाहरूलाई पनि मिलौँ, किन यसैमा चाहिँ हामी सबैको भलो छ। हामीले तपाईँहरूको यहाँ फेसिलिटेट गर्नलाई एनआरएन पनि स्थापना गरायो, एनआरएनको कार्ड पनि बनायो, अब एनआरएन एक्ट पनि बनाइरहेछौँ र यो सबै कुरा हेरेरै परराष्ट्र मन्त्रालयले चाहिँ आफूले सक्दो नेपाली विदेशमा बस्ने नेपालीलाई समेट्ने प्लस यो रेस्क्यु गर्न पर्नेहरूलाई पनि फर्स्ट टाइम हो अहिलेसम्म चाहिँ हामीले रेस्क्यु गर्ने बजेट चाहिँ हामीलाई श्रम मन्त्रालयले दिँदो रहेछ त्यो कोषबाट। तर लास्ट टाइम चाहिँ यो अटर्नी जेनरल के अरे अडिटर जेनरलको अफिसले अब्जेक्ट गर्यो, यो तपाईँले दिनु पाउनुहुन्न परराष्ट्र मन्त्रालयलाई भनेर। त्यसमाले यसपालि चाहिँ हामीले आफ्नै पैसाले नै मान्छेहरूलाई रेस्क्यु गरेर ल्याउने चाहिँ अनुरोध गर्न चाहन्छु। र म पुनः इलिगली नजान चाहिँ म सबैलाई अनुरोध गर्न चाहन्छु, किन लिगली गएकाहरूलाई चाहिँ तुरुन्तै फर्काएर पनि पठाउँछ। र अघि बिमला सुवेदी माननीयज्यूले भन्नुभएको कुरा जुन त्यो साउदीको हो, त्यसको बारेमा के रहेछ म त्यसमा एकचोटि यो मन्त्रालयमा गएर पत्ता लाएर उनीहरूको लिगल राइट्स छ भने उनीहरूलाई चाहिँ कुनै प्रब्लम हुन्न र ठुलै फर्मले लगायो होला, त्यतिजना भएपछि त्यसमा चाहिँ रिस्पोन्ड गर्न हामी एकदमै रेडी छौँ। र पुनः फेरि टाइम दिनुभएकोमा धेरै धेरै धन्यवाद। नमस्कार, जय नेपाल।